हेलो गाइस, नमस्ते। वेलकम टु मेरो फेरि एउटा नयाँ ब्लगमा। आजको ब्लगमा चाहिँ हामी देउरानी जेठानी भएर आएको छौँ। आज चाहिँ हाम्रो घरमा माछा छ, त्यहाँबाट चाहिँ हामी सरसफाइमा लागेको छौँ। बिहानदेखिबाट दिदी चाहिँ झाडु मार्नुभयो, म चाहिँ पोछा। त्यसको पछि हामी चाहिँ लाग्यौँ बेग खाली गर्नको लागि, किनकि हिजो हामीले सामानहरू उठाएका थियौँ। त्यही भएर सबै सामानहरू बेगबाट निकालेर सबै सामानहरू टेमामा हाल्नको लागि टेमाहरू खोजेर लिएर आयौँ। अनि टेमामा भरायौँ दिदी र म गएर। सबै सामानहरू चाहिँ टेमामा भरेर मजा लाग्यो। टेमाहरू चाहिँ अब मिलाएर आफ्नो जग्गामा राख्नको लागि। त्यसको पछि दिदी र म चाहिँ भएर लाग्यौँ सब्जी काट्नतर्फ। दिदी चाहिँ काट्दै हुनुहुन्छ बुङ्गो, किनकि आज बुङ्गाको अचार पकाउने भनेर दिदी बुङ्गो काट्दै हुनुहुन्छ। र म चाहिँ काट्दैछु आलुको बोक्रा छिल्दैछु। यहाँ सब्जी पनि काटेर तयारी भइसक्यो। अनि हामी चाहिँ लाग्यौँ अब खाना पकाउनतिर। दिदी चाहिँ बनाउँदै हुनुहुन्छ, अचारको तयारी गर्दै हुनुहुन्छ। अनि म चाहिँ बनाउँदै थिएँ सुजी। त्यसको पछि दिदीले चाहिँ अचारको म्याक्सिमम् तयारी गर्दै हुनुहुन्छ। यहाँ चाहिँ मेरो अमाजु दिदी, ठुलो दिदी, उहाँले चाहिँ खाना बनाउँदै हुनुहुन्छ। म चाहिँ पनिर फ्राई गर्न पऱ्यो भनेर त निकाल्दै थिएँ। हाम्रो अचार पनि बनाएर रेडी भइसक्यो। यहाँ चाहिँ दिदीले दाल झान्दै हुनुहुन्छ। अरू काम बेसी भएपछि सबै मिलेरै गर्नुपर्छ नि, त्यही भएर म चाहिँ लाग्यो भाँडा धुनतिर। त्यसपछि यहाँ दिदी चाहिँ पनिरको तयारीको लागि मसला फ्राई गर्दै हुनुहुन्छ। हेर्न सक्नुहुन्छ तपाईँहरूले। यहाँ चाहिँ बच्चाहरूको मस्ती चल्दैछ र भान्जा भान्जी अनि घरको छोरी अनि बाबु सबै भएर खेल्दैछन्। उहाँहरू चाहिँ बहिनी हुनुहुन्छ आजको स्पेसल मेहमानहरू। त्यसको चाहिँ उहाँ चाहिँ मेरो अमाजु दिदी, अनि ऊ चाहिँ मेरो ठुली भान्जी, सानो भान्जा हेर्दैछन् टुलुक टुलुक। अनि उहाँ चाहिँ हुनुहुन्छ कान्छो बिनाजु, अनि सानाबाले हेर्दै हुनुहुन्छ, हाई भन्नु भनेको हाँस्दै हुनुहुन्छ। त्यसको पछि हामीहरू सबैजना यहीँ छौँ। अनि सबैजनालाई खाना दिइसकेपछि अनि हामी देउरानी जेठानी पनि खाना बसेको छौँ, हेर्न सक्नुहुन्छ। अनि खाना खाइसकेपछि हामी सबैजना होल रुममा बसेर कुरा गर्दैछौँ। यो चाहिँ इभिनिङको टाइम हो, जब दिदीहरू चाहिँ अब घर जाने भनेर उहाँहरूले चाहिँ खाना खुवाएर बिदाय गरेको। अनि भान्सा चाहिँ उनले देखाउँदैछन् खाना मिठो छ भनेर। त्यसको पछि यहाँ दिदी बनाउँदै हुनुहुन्छ छोरीको लागि खाना। सो बाई गाइस।